नमस्ते सबैजनालाई। मेरो यात्रा चाहिँ चाइनाको लागि हो। म चाहिँ गाडी चढिसकेको छु। गाडीबाट बाटोमा यात्रा गर्दै होइन। सबैजनाले आजको यो भिडियो हेर्नु होला होइन। म धेरै समयपछि यात्रा गर्दैछु होइन चाइनामा। एकदम ठाउँ एकदम राम्रो छ, सबै कुराहरू व्यवस्थित छ, सबै ठिक छ है। यात्रा निरन्तर नै छ गाडीको यात्रामा। साथीहरू दुईजना भएर हामी चाहिँ यात्रा गर्दैछौँ आज। मौसम आजको दिन सबै अनुकूल एकदम राम्रो छ है। सबै कुराहरू ठिक छ। यात्रा हाम्रो सुरु भएको छ। सबैजनालाई है, बहुत चाहिँ अझ मेरो चाइनाको यात्रा छ होइन। विगत भनौँ न करिब 7 वर्ष पहिला केही सपनाहरू थियो। त्यही सपना देख्नको लागि एकचोटि चाइनातिर आफ्नो अध्ययनसँग आएको थिएँ। अहिले चाहिँ म घुम्नको लागि, थोरै कामको लागि अब समय मिलाएर टक्क यात्रामा छु है साथीहरू। चाइनाको यो सुन्दर सहर हेर्नुहोस्। मान्छेहरू कति अनुशासित, कति व्यवस्थित। तपाईँहरू यहाँ फोटो देख्नुहुन्न, एकदम सफा सुन्दर दृश्यहरू मात्र देख्नुहुनेछ। सबै मान्छेले रुललाई फलो गर्छ। आफू जनताहरू पनि आफू पनि एउटा अनुशासित हुन्छ। यसैले नै हामी यसरी रमाएर यात्रा गर्न मिल्छ पाइएका छौँ। कैद भएका तस्बिरहरू लिन पाइएको छ। त्यहाँ बुढी बुढी हजुरआमा ल शुभ बिहानी है त। यति बेला हामी चाहिँ चाइनाका केही सहरहरूमा यात्रा गर्दैछौँ। साथी म फङ्ग्यो। पहिला सेफ्टी सिट बेल्ट युज गर्नु पर्यो। निहा फङ्ग्यो निहामा। अब हामी चाहिँ टक्क होइन यात्रामा हो। यात्रामा चाहिँ आफ्नो तरिकाले यात्रा गर्ने हो, आफ्नो तरिकाले रमाइलो गर्ने हो। यात्रा यस्तै हो, जिन्दगीका यात्राहरू यस्तै हुन् होइन। के भन्छौ साथी तिमी? ठिक छन् सबैजना? सबैजनालाई माया छ है। सबैजनालाई मिठो सम्झना छ होइन। अब के गर्नु, यस्तै हो लाइफ होइन। यात्रा गर्नुपर्छ, यात्रा गर्ने हो जिन्दगीमा। यात्रामै हो जो सबै कुराहरू ठिक छ होइन। ठिक नभएका कुराहरू यस्तो हुन्छ लाइफ। यस्तो लाइफहरूलाई पनि बिस्तारै लेभलमा लिएर जानुपर्छ। त्यही नै हो होइन त फङ्ग्यो? उता निप निद चङ्गु होला ओके ला निद स्वाएका दुवै। साथी चाहिँ यहीँको रहेछ। हामी चाहिँ अलिकति टाढा नेपालदेखि हो है त साथीहरू। साथी पनि खुसी छ आज। हामी पनि यसको पहिलो कस्टमर हो। त्यही भएर टक्क हामी चाहिँ यात्रामा हो है साथीहरू। लास्टै डेभलप छ है यहाँ। यार जस्तो मान्छेलाई पनि अब यहाँ एकदम बवाल छ क्या। चाइनालाई कसैले पनि जित्न सक्दैन विकासमा। हर कुरा छ, सबै कुराहरू है।
लाइट हाउसमा आयो होइन उमेर अनुसार मान्छे अनुसारको स्पोटहरू ठाउँहरू यसरी अवलोकन गर्न पाइन्छ मान्छेहरू आफूले के सम्बन्धी इच्छाहरू छ यसरी नै मजाले आफ्ना इच्छाहरू चाहिँ मजाले पुरा गर्न नि पाइन्छ है यो चाहिँ एउटा सुन्दर पार्क हो अब यहाँ केटाकेटीदेखि लिएर बुढाबुढीसम्म चाहिँ एकदम मनोरञ्जन लिन सकिन्छ है त यो ठाउँ यस्तो दामी छ नि डेभलप छ सबै कुराहरू छ सबै मान्छे शिक्षित सबै मान्छेहरू अनुशासित भएर नै होला यस्तो भएको यसैले नै बिस्तारै सबै कुरा राम्रो होला हाम्रो देशमा पनि आशा गरिरहेका छौँ भोलिका दिनहरू यहाँभन्दा राम्रो हुनेछन् भन्ने एउटा सकारात्मक सन्देश सकारात्मक विचार रहेको छ त्यो छिटै पुरा हुनेछ होला है तपाईँ यात्रामा आफ्नो यात्रामा सधैँ रमाइलो गर्नुहोला यात्रालाई चाहिँ आनन्द तरिका लिनुभयो भने यात्रा धेरै राम्रो हुन्छ एकदम सोच्यो भन्दा पनि यात्रा रमाइलो हुन्छ है त आजको भिडियो मेरो भिडियो तपाईँहरूलाई के कस्तो लाग्छ सबै पुरा भिडियो हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिनु होला है त सबैजनालाई थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू फर सपोर्ट मिल्छ भने चाहिँ सब्सक्राइब पनि गरिदिनु होला है त सबैजनाले के कस्तो लाग्छ है थ्याङ्क यू सो मच